यो गतिले भनेको त यो पनि साला बेस्या रहेछ त जस्तो मुजी बिस्तारा ततारमा चिग्ने एमालेको झाँट मुजी तरण्डीको छोरी अब बोल्नु हुँदैन भन्दै छु मैले काम गरेर देखा नभए प्यार प्यार गर्ने आठो उप मेयर भएको मुजी ऐमैले ठुलो कुरो गर्ने प्राणी छोरी कति लियो मात्र चुल्छाला बालनको सङ्गत गरेर अलिअलि राम्री बन्ली भनेको तरण्डी छोरीले त म्याच सिक्ने आएर त अहिले स्ट्यान्ड गरेर 13 बाउ गरेर हुन्छ म्याच सिक्ने 13 बाउले मर्ने बेला भइसक्यो चिक्ने 2 सय किड्नी फेरिसक्यो अझै म बुढो हुनलाई 25 वर्ष कुर्नुस् भन्छ तेरी आमा चा गरेर गुन्दा 25 वर्ष त म्याच सिक्ने मरिहाल्छ 2 वर्ष 3 वर्षमा अब भन्नुहोस् स्ट्यान्ड गरेर हुँदैन के गरेछ स्ट्यान्ड बालनले तिम्रो राणा बानहरूलाई कामै गर्न नदिने अनि स्ट्यान्ड गर्यो भन्ने तेरो औकात तँलाई थाहा थियो र त उपमेयर लडिस् गाडामा दम भयो त मेयर लड्दैछ हराउने हो के इसेजा गरेर प्यार 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 गर्दैन तैँले मुजी त्यो केपी ओलीको म्याच सिक्ने कुखानेको इसारामा नाच्ने भए केही गरिस् तरण्डी छोरी तैँले के खुल्काइस् भन्छ मात्र चुत तैँले एमालेका झरिझाँटहरू मिलेर बालनलाई काम गर्न नदिने अनि मुजी स्ट्यान्ड गर्यो भन्ने रण्डी छोरी तैँले गर स्ट्यान्ड गर तेरो बल रोकेछ मुजी अब शोभा पाठक त रोगो रोइछ तेरो बाउ महेश बस्नेतले त्यसलाई प्याम प्याम पारेर अनि बलात्कार गरेको होइन